नमस्कार, म शिक्षिका कमला हेर। आज म मेरो एयर एफिसियल युट्युब च्यानलबाट विद्यार्थी भाइ बहिनीहरूलाई विद्यार्थी जीवनमा समयको महत्त्वको बारेमा केही भन्न गइरहेकी छु। कृपया तपाईँ मेरो च्यानलसँग जोडिनु भएको छैन भने सब्सक्राइब गरिदिनु होला र लाइक गरिदिनु होला, किनभने तपाईँको एउटा सब्सक्राइब र एउटा लाइकले गर्दाखेरि मलाई चाहिँ अझै तपाईँहरू समक्ष भिडियोहरू पुगाउने मेरो साहस, मेरो मनोबल बढ्नेछ। विद्यार्थी जीवनमा अनुशासनको महत्त्व जस्तै समयको पनि एकदमै महत्त्व रहेको छ र विद्यार्थी जीवनमा समयको महत्त्वलाई हामीले कुनै पनि शब्दमा व्यक्त गर्न सक्दैनौँ, किनभने समय गतिशील छ, समय शक्तिशाली छ र समय बलवान छ। समयले कसैलाई पनि पर्खिँदैन र समयलाई कसैले पनि छेक्न र रोक्न पनि सक्दैन। त्यसैले विद्यार्थी भाइ बहिनीहरूले समयको सदुपयोग गर्न सक्नु पर्दछ। समय भनेको बगेको खोला जस्तै हो। जसरी खोलाको पानी बगेर जान्छ भने त्यो फेरि फर्किन सक्दैन नि, त्यसै गरेर बितेको समयलाई फेरि हामीले कहिले पनि फर्काउन सक्दैनौँ। र यदि विद्यार्थी भाइ बहिनीले समयको सदुपयोग गर्न सक्यो भने भविष्यमा उसलाई सफल हुनबाट कसैले पनि रोक्न सक्दैन। र हामीले समयको सदुपयोग हामीले सधैँ असल कामको लागि मात्र लगाउनु पर्दछ। यदि गलत काममा हामीले समयको सदुपयोग गर्यौँ भने त्यो समयको नतिजा चाहिँ हाम्रो जीवनमा घातक बन्न सक्छ। र यदि चाहिँ सफल कामको लागि हामीले असल कामको लागि हामीले समयको सदुपयोग गर्न सक्यौँ भने त्यसको नतिजा हाम्रो जीवनमा धेरै राम्रो आउँछ। समय धनभन्दा पनि बढी मूल्यवान छ, किनभने धन खर्च भएपछि हामीले फेरि आर्जन गर्न सक्छौँ, फेरि कमाउन सक्छौँ। तर यदि समय खर्च हुन्छ र यदि समयलाई चाहिँ हामीले खेर फाल्यौँ र समयलाई हामीले सदुपयोग गर्न सकेनौँ भने त्यो समय चाहिँ कहिले पनि फर्केर आउँदैन। त्यसैले समयलाई कहिल्यै पनि हामीले खेर फाल्नु हुँदैन र यसलाई दुरुपयोग पनि गर्नु हुँदैन भन्दै म आफ्ना 2 शब्द यही अन्त्य गर्न चाहन्छु। हस्त, धन्यवाद।